एउटा आवाज आयो, फायरिङ गरे जस्तो आवाज आयो र हामीलाई त्यहाँको स्थानीयले हैन यो बाँदर भगाउनलाई गरेको भनेर अलिकति त्यो गरे। त्यहाँको लगत्तै 2-4 मिनेटकै अन्तराल पछिबाट तीनटा बाउन्ड्रीको साइडबाट करिबन 10 जना जस्तो मान्छेहरू चाहिँ त्यो आतंकवादीहरू चाहिँ छिरेर छिर्ने बित्तिकैबाट को हिन्दू हो को मुस्लिम हो एकातिर लाऊ भनेर भनेपछिबाट उनीहरूले चाहिँ झ्यापझुप फायरिङ गरेर 2 मिनेटको त्यो उसमै 2 मिनेटको अन्तरालमै फायरिङ गरे, झ्यापझ्याप हाने अनि त्यहाँबाट गयो। हामी चाहिँ अल्लाह अल्लाह भनेर चाहिँ झुकेर बस्यौँ, नत्र हामी पनि के हुन्छ हाम्रो चाहिँ थाहा थिएन। अब त्यो दाइलाई चाहिँ त्यो के भयो उसले चाहिँ अगाडि नै देख्यो र दाइलाई चाहिँ त्यही दाइको चाहिँ त्यस्तो भयो र त्यसको पछि चाहिँ हामीले अलिकति दाइलाई चाहिँ त्यो घटनास्थलबाट अलिकति टाढा लगभग 50-60 मिटर चाहिँ हातमा उठाएर लिएर आएर छोडेर गेटको नजिकै छोडेर अनि हामी निस्केका हौँ। आफ्नो फेरि डबल फायरिङ भएपछि अब त्यहाँ दाइको त त्यहाँ स्पट डेथ भइहाल्यो, फेरि सबैको त्यस्तै हुन्छ भनेर हामी त्यहाँबाट भागेका हौँ ज्यान बचाउन। र हामी त्यहाँबाट गएपछि 40 मिनेट तल झरिसकेपछि बल्ल पुलिस चाहिँ माथि जाने प्रक्रियामा थियो। महिला अथवा उसलाई छुट्टै बनाएको होइन, एउटा चाहिँ भनेको चाहिँ हिन्दू एकातिर आऊ मुस्लिम एकातिर आऊ भनेको हो र चाहिँ त्यो पनि एकदमै सटिक छुट्टिन नपाउँदै अथवा यति एकदमै सानो पिरियडमा त्यति बेला नै गरेको। उसले चाहिँ अब जुन मिडियामा आए जस्तो कपडाहरू उतारेर हेरेर यो सबै गरेको त्यो केही पनि होइन, त्यो चाहिँ केही गरेको होइन, त्यसलाई भनेको चाहिँ हो तर चाहिँ भन्न नपाउँदाखेरि फायरिङ गरेर हिँडिसकेको। एकदम त्यो भनेको 5 मिनेटको उनीहरूलाई हामीले देखेको 5 मिनेट म्याक्सिमम टाइम भनेको 5 मिनेट भित्रमै तिनीहरू त्यहाँ फायरिङ गरेर काम भ्याएर पनि गइसकेका र उनीहरू चाहिँ सुटमा थिए, आफ्नो सुटेड बुटेड थिए, त्यो चाहिँ उनीहरूलाई चाहिँ चिन्न सक्ने अवस्था पनि थिएन, कभर थियो जम्मै, देखिएर चिन्ने पनि थिएन। र एउटा चाहिँ सुरुमा चाहिँ यतापट्टि हातमा हानेको, त्यहाँ पछिबाट फेरि चाहिँ पछि चाहिँ डबल सुट गरेको त्यसले चाहिँ हामीलाई यो जुन लेभलको एट्याक भयो त्यसको लागि न्याय त हामीलाई त चाहिन्छ, हामीलाई त दिनै पर्छ। जुन हाम्रो इन्टरनेसनल टुरिस्टको हिसाबमा पनि जुन हामीलाई गरियो त्यो चाहिँ बहुत नराम्रो भयो र त्यसको लागि न्याय त हामीलाई चाहिन्छ नै।